हेलो, मेरो आजको नयाँ भ्लगमा स्वागत छ सबैलाई। आज दिनभरिमा मैले के गरेँ लेट्स सी। सुरुमा दुईजना भएर बाइक निकालेर घरबाट हामी निस्क्यौँ। म र बिराज भएर बाल काट्न गइयो सुरुमा हरैया। एकछिन कुरेपछि बल्ल मेरो बाल आयो। बालसाल काटेर चट्टो भएर हामी फेरि हरैयातिर लाग्यौँ। बजार हरैया आज शनिबारको बजारतिर लाग्यौँ दुईजना भएर। हामी छिटै गएको भएर होला बजारमा कोही पनि आएको थिएनन् र हामी फेरि गडातालतिर लाग्यौँ दुईजना भएर। फाइनल्ली गडाताल आइयो र गडातालको भ्यू हेर्न सक्नुहुन्छ। त्यति राम्रो छैन, आकाश भने चाहिँ क्लियर छ। एकछिन बसियो र बाइक साइक घुमाएर अब फेरि घर जानुपर्ने हुन्छ। घरदेखि कल आगुवाई गऱ्यो। दुईजना भएर पुरै घरतिर लाग्यो गाइज। हामी भने 90को स्पिडमा जानुपर्ने हुन्छ। अब घरदेखि फोन आगुवाई गऱ्यो र हामी घर फर्किने बेला चाहिँ ओभर अफरोडिङ आइयो र मैले अफरोड देख्न बित्तिकै दह्रो कुदाइदिएँ। बिराज भने पछाडि बसेर भगवान्लाई प्रार्थना गरिरहेको थिएँ बचाइदेऊ भन्दै। मैले भने कुदाउनै छोडेन। नकुदाउनु त झन् कुरै हुँदैन नि। शाबाश बेटा, बहुत बढिया। फाइनल्ली हामी घर आउन लाग्यौँ। आजलाई यति नै। अर्को भिडियोमा भेटौँला। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला, माया देखाइदिनु होला सबैजनाले।